अवस्था कहाँ एउटै हो र सानो। पर्खाइपछि बोल्न पाउनु र पर्खाइमै समय बित्नु फरक हुन्छ। व्यवहारमा फरक देखिएपछि मिठो शब्ददेखि पनि घृणा लाग्दो रहेछ। निशब्द भएँ म। आखिर उसको बहानाको अगाडि मेरो चाहनाको केही लागेन। जनाब, पहिले जस्तो छैन म। कसैलाई हाँसेर टारिदिन्छु त कसैलाई शून्यताले मारिदिन्छु। सुनेको थिएँ सत्यको जित हुन्छ भनेर, फेरि मेरो प्रेम कसरी हार्न पुग्यो। भाग्य खराब थिएन, बस भरोसा गलत मान्छेमाथि थियो, पत्तै पाइन। तिमीले त्यो आँखालाई रुवायौ जुन आँखाले सधैँ तिमीलाई हाँसेको हेर्न चाहन्थ्यो। आफूलाई सम्हाल्न गाह्रो भयो जबकि मनले रोजेको मान्छे बदलियो। मानिस आफ्नो अभावले त्यति दुखी हुँदैन जति अरूको प्रगति र प्रभावले हुन्छ। सिङ्गो जीवन दुई शब्दमा आएर रोकियो, एउटा सासमा अनि अर्को आसमा। खर्च गर्दा कहिले नसकिने यादहरू छन्। म कहाँ रितिएको छु र तिमी साथ नहुँदैमा। तिमी जाँदैमा म बर्बाद हुन्न। कुनै कुराहरू जिन्दगीबाट गए पनि खुसी मिल्छ। हिल पाल्नुभन्दा समयमै काँडा निकालिएकै राम्रो महोदय। आँखामा निन्द्रा, थकित ज्यान, शून्य मस्तिष्क, बेचैन यो मन अनि यो जुनेली रात, लाखौं सपनाहरूको तलास। यस्तै छ जिन्दगी। यो प्रेम बडो अजीब छ। प्रेम गर्छु भन्नेले कहिले गरेन, प्रेम गर्नेले कहिले पाए। हो, गल्ती मैले नै गरेँ। समय बिताउने सोच भएकासँग जिन्दगी बिताउने सपना देखेँ। खाँचो सधैँ साथ दिने मान्छेको थियो, तर जिन्दगीले सधैँ आश देखाउने मान्छेसँग मात्र भेट गराइदियो। व्यस्तता र